ल गाइज हामी चाहिँ फ्राई आउटफिट पियरमा छौँ। यो चाहिँ फ्राई आउटफिट पियर छ फ्राई टुरिस्ट बोट। यहाँबाट हामी चाहिँ भित्र छिर्छौँ। अब यो चाहिँ भित्र छिर्ने वे हो। छिर्ने वेभित्र पनि यस्तो सपहरू रहेछ गाइज। बाटो सँगसँगै सपहरूको स्टलहरू पनि रहेछ। पुरै टुरिस्टहरू यहाँ आएको देख्न सक्छौँ हामीले। ल गाइज यहाँबाट सेल्फ टिकट पनि लिन मिल्छ। यो चाहिँ बोटको लागि। यहाँ चाहिँ टिकट लिने यात्रुहरूको निकै भिड बढ रहेछ गाइज। छ फ्राई टुरिस्ट बोट यहाँ यस्तो छ होइन। ल गाइज अब यहाँ हामी चाहिँ टिकट लिँदैछौँ। टिकट पनि लिइसक्यौँ हामीले। ल गाइज अब हामी अगाडि बढ्दैछौँ। यहाँ देख्न सक्नुहुन्छ थुप्रै यात्रुहरू यहाँ। ओ माई गुडनेस। आउने बित्तिकै हामी चाहिँ यहाँभित्र प्रवेश गरिसक्यौँ गाइज। यहाँ चाहिँ देख्न सक्नुहुन्छ पुरै फुल। अब यहाँबाट हामी भित्र छिर्दैछौँ। अब यहाँबाट हामी चढ्दैछौँ गाइज होइन। ल यहाँको चाहिँ बोट खतरनाक बोटमा हामी भित्र छिर्दैछौँ गाइज। यहाँ देख्न सक्नुहुन्छ। ल हामी माथि जान्छौँ है त गाइज। यहाँबाट धेरै मान्छेहरू चढ्ने कार्यक्रम जारी छ। अब हामी चाहिँ यहाँबाट यसरी माथि जान्छौँ। ल हामी माथि आइसक्यौँ गाइज। ल यति बेला चाहिँ बेलुकाको समय हो, त्यसको कारणले गर्दाखेरि एकदमै सुन्दर परिदृश्य यहाँ देख्न सक्छौँ हामीले। वाह निकै सुन्दर रहेछ गाइज। यहाँ चाहिँ यात्रुहरू सबै चढिसकेको अवस्था छ। अब हामी पनि यो सिटलाई रिजर्भ गऱ्यौँ गाइज होइन। पुरै हल्लिरहेको छ भूकम्प आए जस्तो होइन। ल गाइज सुरु भयो अब चाहिँ हाम्रो चाहिँ यात्रा यहाँबाट। ओके ओके ल हाम्रो यात्रा सुरु भयो गाइज। अब हामी सर यो खालको चाहिँ यसरी चाहिँ यात्रा गर्छौँ। सबैजना इन्जोय गरिरहेको अवस्था चाहिँ यहाँ देख्न सक्नुहुन्छ होइन। यसरी चाहिँ यहाँ पछाडि चाहिँ पुरै ब्रिज छ पछाडि चाहिँ होइन। अनि यो साइडमा चाहिँ हामी पुरै यात्रा गरिरहेको छौँ। ल गाइज अब हामी यो अब हामी यहाँबाट छिर्दैछौँ। हामी चाहिँ बसेको यो बोट चाहिँ यस्तो छ। पछाडि चाहिँ थुप्रै प्यासेन्जरहरू बसेको देख्न सक्नुहुन्छ। म चाहिँ अगाडि आएको छु होइन। झन्नै यहाँ बसिरहेको छु। यो चाहिँ माथिल्लो साइडमा हो होइन। अब यो साइडबाट चाहिँ हामी चाहिँ यो वातावरणमा आइसक्यौँ होइन। यो साइडमा वातावरण छ देख्न सक्नुहुन्छ वातावरण। अनि यो साइडमा चाहिँ अब अन्य स्टेसनहरू पनि छ। हामी अगाडि बढ्दैछौँ गाइज है। Next pier, Wat Arun, Star W. Alight here for the Temple of Dawn. Alighting here. Please stand by at the exit. पानीको बहाव देख्न सक्नुहुन्छ। यो चाहिँ पुरै बोटबाट यसरी हामी चाहिँ पानीको बहाव सँगसँगै अन्य बोटहरू पनि सरर गइरहेको हामीले देख्न सक्छौँ। यो माथि चाहिँ पुल देख्न सक्नुहुन्छ पुरै ब्रिज। यहाँबाट चाहिँ सरर वारपार गर्न मिल्छ। ब्रिज आइरहेको थियो गाइज। ल त्यहाँ हेर्न सक्नुहुन्छ पुरै पहाड सर साइडमा। अब यो साइडमा चाहिँ सर हाम्रो यो इभिनिङ ल गाइज। यो सानो बोटले चाहिँ यति ठुलो बोटलाई तानिरहेको छ यार। ओ माई गुडनेस। ल यहाँ देख्न सक्नुहुन्छ यति ठुलो बोट सर तानिरहेको छ। ल हेर्नुहोस् त फेरि पनि मैले ब्याकमा देखाउँछु। यसरी तानिरहेको छ। अब यहाँ नजिकै आइकन सिएम पनि आइसक्यो गाइज है। मेरो पछाडि हेर्नुहोस् सबैले यहाँ फोटोहरू खिचिरहेको छ आफ्नो तरिकाले सबैजनाले होइन।
सबैजना उभिरहेको छ यहाँ पुरै माई गुडनेस ल हेर्नुहोस् त सबैजना एक्साइटेड छ Icon Siam ได้ที่ท่าเรือนี้ Next pier Icon Siam Star Eye Alight here for Icon Siam Shopping Mall เซียนหลัวเทียนจิ सबैजना एक्साइटेड किन एक्साइटेड भएको छ भन्दाखेरि नि यहाँको भ्यू देख्नलाई त गाइज कहाँको भ्यू भन्दाखेरि नि सबैजना एक्साइटेड छ Icon Siam आइकन सियाम आयो ओ माई गुडनेस गाइजได้ที่ท่าเรือ Next pier Icon Siam Star Eye Alight here for Icon Siam Shopping Mall เซียนหลัวเทียนจิ आइकन सियाम गाइज आइकन सियाम आइसक्यो गाइज Icon Siam Icon Siam สำหรับผู้โดยสารที่จะขึ้นท่าเรือนี้ กรุณาเตรียมตัวรอบริเวณด้านท้ายเรือ Please stand by at the exit โปรดใช้ความระมัดระวังขณะก้าวออกจากเรือ Please mind the gap between the boat and the pier ल यहाँ आइकन सियाम म झर्ने मान्छेहरू यहाँ टन्नै पाउँछ यहाँ चाहिँ हामीले अब हामी त झर्दैनौँ होइन बट यहाँ मान्छेहरू चाहिँ कन्फ्युज भइरहेको छ यहाँ झर्ने कि कहाँ झर्ने भनेर होइन पछाडि चाहिँ आइकन सियाम छ बबाल देखिरहेको छ आइकन सियाम चाहिँ लगाएछ अब चाहिँ हामी यो आइकन सिएमबाट यहाँबाट पनि हामी अब अगाडि बढ्दैछौँ अर्को स्टेसनमा जाँदैछौँ हामी चाहिँ होइन सर लगाएर यहाँ सबै एक्साइटेड छन् यहाँ मान्छेहरू चाहिँ टन्नै हामी पनि पछाडि छौँ होइन ल हेर्नुहोस् त यहाँ पछाडिको पुरै परिदृश्य สาทร कल्चरल स्टाइलमा สาทรสำหรับผู้โดยสารที่จะขึ้นท่าเรือนี้ กรุณาเตรียมตัวรอบน ल अब यहाँ अर्को पुल पनि आयो गाइज अब यो अर्को पुलको मुनिबाट फेरि हामी चाहिँ छिरेर अर्को साइडमा जान्छौँ है त गाइज ल तपाईँलाई देखाउँछु म चाहिँ ल हामी छिरेर त्यहाँबाट अब Please mind the gap between the boat and the pier. Thank you for choosing our service. Oh my goodness. AKT สำหรับผู้โดยสารที่จะขึ้นท่าเรือนี้ กรุณาเตรียมตัวรอบริเวณด้านท้าย ल गाइज अब हामी चाहिँ फाइनली लास्ट स्टेसनमा आइपुग्यो होइन अब हाम्रो चाहिँ यो क्रुजबाट हामी यहाँ पुगेका थियौँ होइन अब यहाँ पुगिसक्यो हामी चाहिँ अब यो अर्को क्रुजमा बस्नको लागि मान्छेहरू थुप्रै यहाँ देख्न सक्नुहुन्छ थुप्रै हो माई गुडनेस ल हेर्नुहोस् ओहो कपाल मान्छेहरू यहाँ छिटो छिटो भनिरहेको छ होइन अब हामी चाहिँ हतार गर्दैनौँ हामी पुगिसक्यौँ यहाँ ल गाइज यो झुलामा सारा घुम्दै यसरी माथि जाने माथिल्लो भूभागमा त्यसपछि घुम्दै डाउनमा आउँछ त गाइज यो झुला ल गाई झन्डै यति बेला चाहिँ 7:30 बजिसकेको छ गाइज अब यो चाहिँ अन्तिम बोट हो यहाँबाट चाहिँ अर्को ठाउँमा छुट्ने सो द्याट हामी अब यहाँबाट चाहिँ छुटिसक्यौँ गाइज है त हामी अगाडि बढिसक्यौँ गाइज ल अब यो झुला सबै हामीले चाहिँ हेरेर सबै कुरा एक्सपिरियन्स गरेर नाइट बोटमा हामी हिँडिसक्यौँ नाइट बोटमा देख्न सक्छौँ गाइज ब्याक साइडमा
Icon Siam, Dianhua Tianji.วัดอรุณสำหรับผู้โดยสารที่จะขึ้นท่าเรือนี้กรุณาเตรียมตัวรอบริเวณด้านท้ายเรือ วัดอรุณ วัดอรุณ For passengers alighting here, please stand by at the exit. โปรดใช้ความระมัดระวังขณะก้าวออกจากเรือ Please mind the gap. ल गाइज ब्याङ्ककको निकै फेमस गोल्डन ब्रिजमा छौँ हामी चाहिँ। अब तपाईँले देख्न सक्नुहुन्छ गोल्डन ब्रिजको परिदृश्य निकै सुन्दर परिदृश्य। कस्तो लाग्यो आजको हाम्रो भ्लग गाइज? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। सी यु नेक्स्ट भ्लग।